मन्दिरतिर उतापट्टि पारामा है अचार निकाल्नु अचार हेलो गाइज नमस्ते अनि के छ ठिक छ नि आज वैशाख 28 गते है आज र भोलि हाम्रो उखुबारी अनि सैली चिप्रेटी लगायत पौडेलहरूको कुल पूजाको दिन धेरै पछाडि गाउँमा एकदमै धेरै मान्छेहरू जम्मा हुनु भएको छ हामी केही यहाँ छौँ केही मन्दिरतिर गइसक्नु भयो अनि हाम्रा प्यारा प्यारा भाइ बहिनीहरू स्कुल हिँडेछन् ल हामी आजको भतेर खाने ठाउँ होला यो पक्कै पनि नमस्कार दाइ नमस्ते के गर्ने भन्नुभयो ठिक छ के लिएर आयो आलु नमस्कार ल साथीहरू हामी कुल मन्दिर भएको ठाउँमा आएको छौँ ठुलीखोरिया है र मैले पनि फर्स्ट टाइम देखेको मन्दिर देख्दा एकदम मनमोहक रहेछ त्यतै बिजी हुनुहुन्छ ल गर्नु सधैँ गर्नु बवाल दृश्य होइन उयो हाम्रो दिनेशलाई यस्तो खतरा ठाउँकै हो जस्तो डाँडो डाँडो देखियो होइन यो मन्दिर फेरि उ त्यो पारिको साइडहरूबाट होइन ट्याक्क उताबाट हेर्दाखेरि मन्दिर मात्रै देखिएको कि यहाँ पहिलाचोटि आएको नि त होइन अनि त्यो यो तलको थुमोको गाउँ पऱ्यो थियो यता चाहिँ उखुबारीको गाउँ पऱ्यो ऊ तल त्यो आड गरे देखिएछ होइन त्यो तल सुर्का भयो त्यो कुनाको चाहिँ फुलबारी हो होइन यो माथि पाखरीकोट यो सबैको बिचमा कस्तो बवाल देखिन्छ जहाँबाट हेर्दा पनि देखिन्छ तपाईँहरूले यो मन्दिरलाई याद गर्नु होला यस्तो गर्मीमा कुल देवताको जय जय कुल देवता भनेर खुसी साथ ल कुल देवता भनिकन 1 वर्षदेखि निरन्तर हामी फर्किएर आज उत्साहको साथ हामीले कुल देवताको दर्शन र पूजा गर्दै ल जय जय होस् हजुरहरूको नि जय जय होस् आयो भने जिल्लै आयो बाबु भन्न पर्यो नि त्यस्तो हुँदो रहेछ हामीलाई ल यो चाहिँ हाम्रो स्टोर रुम साग सब्जी सबै आजको लागि लंबोदराय सकलाय जगदीशाय नागरत्नाय सतय कविस्ताय गौरीस्ताय रघुनाथ नमो नमस्ते भक्तादिनाशाय Gracias.
ठिक छ दाइ खोला जानु पर्यो है नन्दाले सप्तद्वारा मातृका वितरण गरे अब अझै त लगाइँदै उखुबारी स्वर्गीय कृष्ण प्रसाद पौडेलको स्मृतिमा श्रीमती शान्ता पौडेलबाट नगद साहित्य सहयोग आएको छ। पछि लन्च गरिन्छ। अहिले शङ्ख र घण्टा एक थान प्राप्त भएको छ। उहाँलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। ए ल है यहाँ माथि ल्याएको सबै भाषण अब एउटा छोराको बिहे यहीँ है क्याटिङवाला यहीँ बोल्ने छोराको बिहे यहाँ अब चिया भएकै चिया तल लगिदिनु ल हाम्रो आमाहरू जति सबैजना यता काममा हुनुहुन्छ है को कोलाई चिन्नुहुन्छ सबैले हेर्नु होला यहाँ सिमी भाज्दै हुनुहुन्छ तरकारीको लागि अहिले माथि गएर लाने तल यो लगेर फेरि नमस्कार भाइ हस्तबहादुर तल मन्दिर तार हेरौँ है उतापट्टि पारम है तार हेरौँ तार माथि है खाल्टो पूजा भएको यो त केरा पाकेर पर्सा थानी केरा हुन्छ र हाम्रो ठुलो मम्मीलाई साह्रै भिडियोमा आउनु मन लाग्यो भनेर मैले भिडियो बनाइदिएको छु है मात्र देवता रक्ष भगवान ल यहाँ हाल्नु के हाल्नु दे एक खुट्टा झिक्ने नि के एकजनाले उही निकाल्छन् के हो देवा काट्नु हाम्रो स्वयंसेवक भाइहरू नित्यमेवो नमो नमः अनादिनिधनो देव शङ्खचक्रगदाधर अच्छये पुण्डरीकाच शान्तिकरा भवन्तु तीर्थलं तृणाकारं त्रिनेत्रं पापसमाजका कुलदेवताहरूको आश्रकोटका पितृदेवताहरूको द्वारमातृका देवीहरूको स्थापित देवताहरूको बोलिए आवाहित देवताहरूको बोलिए पूजित देवताहरूको बोलिए समस्त कर्ताजनहरूको बोलिए सत्य सनातन धर्मको यतिजना साथी लिएर जानु देवप्रसाद पौडेल यतिजना साथी लिएर खानेपानीको बोर्डमा जानु
अहिले जरुरत पर्यो भने अर्को यो पुरै निकालौँ ये हरिः ओम एतत् दुता वसन्ते न परमुदवतते अवततनुवापिनाका वसकृते वासाय घोषन्न शिवते ब्रुवसः ती छेरुवाका कुन त लौसे चाहिँ सुरुवात खाल्थे अनि नारीको त छुट्टा हो नि ल मन्दिरमा आजको पहिलो दिनको पूजा लगभग सम्पन्न हुन लाग्यो त्यताको पूजा सकियो अब पेट पूजा गर्ने पालो यता यो खाने कि दुईजनालाई है साथीहरू ल यस्तो मिठो गरेर खानुभयो मिठो भयो ल ल हेर्नुहोस् सबैजना मस्त खाना खाइरहेछन् अहिले त घाम गयो त्यता बसेको साह्रै गर्मी भयो अनि आफू रुखा फेदा बसेर मिठो रहेछ खाना चाहिँ है आमाहरू पनि भर्खरै खाना बस्नु भएको छ मेन भनेको हावा चलेर मौसमले पानी आउँछ कि जस्तो गरिरहेछ त्यही भएर अब लगभग आजको कार्यक्रम यहीँ सकाउनु पर्ला जस्तो छ है बेलुका हामीले भजन कीर्तन गर्ने भनेको छौँ बेलुकामा के कस्तो रहन्छ त्यो रह्यो भने म हजुरलाई देखाउनेछु अन्यथा आजको 28 गतेको पूजा यहीँ समाप्त भएको छ है र भोलि 29 गते जुन मेन कुल पूजा चाहिँ भोलि हो होइन आज अरू अन्य कामहरू अथवा चाहिँ मन्दिरको पहिलोचोटि हो नि त यो कुल पूजा त्यसैले अन्य पूजाहरू भयो हेर्नुहोस् त रमाइलो अब बाँकीको कामहरू चाहिँ भोलि गर्नेछौँ मौसमले गर्दाखेरि है आफ्नो ख्याल गर्दै गर्नु होला र हेर्दै गर्नु होला लाइभ विथ दिनेश अनि यो च्यानललाई सब्सक्राइब गर्नु होला है त थ्याङ्क यू सो मच भोलि बिहान 8 बजे ध्वजा पताका छ हामी गेटमा 8 बजे आइपुग्छौँ सबैजना सबैलाई हावाहुरी मौसम सुरक्षित रहँदै साँझमा भजन कीर्तन हुन्छ एकछिन बाहिर लाग्यो भने साँझमा सबै जम्मा हुन अनुरोध गरेँ धन्यवाद